वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ ह्याप्पी न्यू इयर हो गाइस, त्यही भएर हजुर सबैजनालाई ह्याप्पी न्यू इयर। अनि साथसाथै मेरो बर्थडे पनि छ, सो हजुर सबैजनाले नबिर्सिकन ह्याप्पी बर्थडे विस गरिदिनु होला। अनि आजको भ्लग चाहिँ छिटो मिठो आउँदैछ गाइस, अब के हुन्छ त्यो म हजुर सबैलाई देखाउने छु। अनि हाम्रो साथमा भइदिनु होला गाइस। हाम्रो चाहिँ यता देख्न सक्नुहुन्छ बारीमा तोरी फुल्दै छ, राम्रोसँग फुलिसकेको छैन। हाम्रो घर वरिपरिको हो, यो चाहिँ बारी हो गाइस। हामी चाहिँ बाटोमा जाँदैछौँ अब। बेलुङ होइन, बेलुङ पनि मिक्समा बर्थडे वाला। तर यो र त्यो मिल्छ कि बेलुङ र यो कलर जोडै ब्लू नै ब्लू राखौँ न त नभए आउँला। अनि गाइस हामीले चाहिँ माटबाट सामान ल्याइसकेको छौँ सायद। अब हामी आफ्नो घर जाँदैछौँ। सबै सामान ल्यायो नि, अरू केही बाँकी छैन। अनि अब हामी घर गएर खाना बनाउने छैन, हामीले चाहिँ खाना बनाएको छैनौँ अहिलेसम्म। आज अब बिहान उठेर नुहाइधुवाइ गर्दा ढिला भयो। सो गाइस हामी चाहिँ रुममा आइसकेको छौँ र हाम्रो यहाँ क्यामेराको एङ्गल मिलेको छैन, सो हामी हजुरलाई देखाउँदैछौँ हामीले के लिएर आयो भनेर होइन। फर्स्टमा चाहिँ हामीले के ल्यायो भने नि यो मेरो बहिनीको लागि ल्याऊ। मेरो बहिनी चाहिँ टोपी लगाएको छ। ए सरी, यो चाहिँ यसरी लाउनलाई मेरो बहिनीको लागि लिएर आएको। सो गाइस बर्थडे चाहिँ मेरो हो होइन, तर म यो लगाउँदिनँ। बर्थडे गर्नको लागि त्यही हो। यो चाहिँ दुईवटा लिएर आएको छ। म यो हजुरलाई बेलुका देखाउँछौँ। थ्याङ्क यू सो मच मेरो बहिनी। हजुरलाई थाहा छ मैले अब लगाउने भनेर भनेको छैन यसरी। अनि हामीले के लगायो नि दही, अनि यो टिस्यु भइहाल्यो। ए सरी टोइलेट पेपर। अनि यो चाहिँ हामीसँग रहेको छ हामीलाई अत्याधिक चाहिने मात्रामा तेल। अनि यो चाहिँ चक्लेट, यो चाहिँ के भन्छ के भन्छ हजुर यो चाहिँ प्राइज चाहिँ हामी निकालेको छौँ भर्खर लिएको भएर यहाँ प्राइज छ साथीहरू डन माइन्डलाई। यो चाहिँ अब के भन्छ आई डोन्ट नो यो कपडाहरूमा सरी कपुर भन्छ यसलाई। अनि यो चाहिँ केकमा राख्ने कुरा हो। अनि यो के हो यो के हो वालमा राख्ने थियो। अनि यो पापड, अनि यो चाहिँ हामी दुईजना सानो बुढाहरूको लागि हो। यो चाहिँ यहाँ पछाडि उभिरहेको देखिरहनु भएको छ उहाँको लागि होइन, यो चाहिँ उहाँले खानु भएको। अनि यो अब ब्रुङ हो, यो ब्रुङ ब्लास्ट। आज चाहिँ हामीले खानाको सट्टा यस्तो खाना थालेको छौँ होइन। यो चाहिँ के हो भने यो हजुरलाई थाहा के हो। यो खाने चाहिँ खासमा माघे सङ्क्रान्तिमा हो, तर मलाई चाहिँ धेरै नै मनपर्ने भएर आज हामीले यो खाना थालेको छौँ। र यहाँ देख्न सक्नुहुन्छ हजुरले यो भुटेर हामीले सेलाउनमा हालेको छौँ। अनि यसपछि यसलाई पिन्नुपर्छ। सो यसको ढक्कन चाहिँ कहाँ गयो? यसको ढक्कन चाहिँ यहाँ छ। यो ढक्कन चाहिँ लाग्न मानिरहेकै छैन जस्तो। सो अब एक दुई सिट्टी एक दुई सिट्टीमा यो हामी निकाल्छौँ। गाइस हजुर यहाँ देख्न सक्नुहुन्छ विनर चाहिँ म भएको छु होइन। अब यो दुईजनाको यहाँ बाँकी छ। अब दुईजनामा विनर चाहिँ को हुन्छ हेर्दै गर्नु होला हामीसँग। देख्न सक्नुहुन्छ हजुरले हाम्रो चाहिँ यहाँ मासु पाक्दैछ।
चाहिँ अचारको लागि रेडी हुँदैछ, प्याज कटिङ भइरहेछ। यहाँ चाहिँ आलु उसिनेर राखेको छौँ अचारको लागि। यो चाहिँ केहरू मन चाहियो, केरा होइन, यो चाहिँ केरा हो। चामल यहाँ भिजाएर राखेको छौँ। सो गाइस हाम्रो चाहिँ यहाँ देख्न सक्नुहुन्छ पाक्दै छ होइन, धुवाले कस्तो केही नरहेछ। यहाँ चाहिँ पापड तार्दै हुनुहुन्छ उहाँले। थ्याङ्क यू भर्खर आउनु भएको है। अनि कति ढिलो आउनु भएको त, बस्नु ल। हाम्रो कस्तो ढिलो भन्नुहुन्छ नि त। ए हो ल, यस्तो केही भनिदिनु ल। ए सोफियालाई धेरै धेरै जन्मदिनको शुभकामना है। यस्तै गरी बोल्दै जानु, ठुलो बन्नु, ज्ञानी बन्नु, अनि दाइले सम्झिँदै गर्नु। त्यति हो आजको लागि। धन्यवाद दाइ। एउटा हातमा मोबाइल छ त्यही भएर अर्को हात मिलाउनु पर्यो। ल एक हातले धन्यवाद। त्यो त बन्द Happy birthday. Happy birthday to you. Happy birthday, dear Sophia Didi. Happy birthday to you. तिमीलाई पाइनु पर्यो नि त। आम्बो स्वाक्क खेल्दैछ। यो चाहिँ मेरो गिफ्ट आएको छ। यो धेरै राम्रो अति सुन्दर गिफ्ट आएको छ। यो चाहिँ मेरो प्यारो बहिनीले दिएको हो। आऊ आऊ न, आऊ न। यो चाहिँ उसले दिएको गिफ्ट हो है। मैले थ्याङ्क यू, वेलकम। थ्याङ्क यू सो मच। जसले मलाई दिनुभएको उहाँको लागि धेरै धेरै धन्यवाद। सो गाइस बर्थडे पनि सक्यो, बर्थडे पनि रमाइलो भयो। सबैजना आउनु भएको थियो, सबैजना आउनु भएर रमाइलो भयो, छोटो मिठो सबैजनाको साथमा बर्थडे मनाउन पाइयो। योपालि धेरै वर्षपछि मनाएको मैले बर्थडे चाहिँ यसरी। 3-4 वर्ष 2-3 वर्ष भयो होला। अनि अब फ्यामिलीहरू चाहिँ आउनु पाउनु भएन, अब आफ्नो घरको अब व्यस्तताले गरेर। अब हामीले अब के कसरी ब्लग गरेको छौँ हजुरहरूले अब मन पराइदिनु होला। अब नजानेको ठाउँमा यस्तो गर्नु भनेर हामीलाई सिकाउनु होला, किनकि हामीले अब हाम्रो फर्स्ट टाइम हो यसरी ब्लग गरेको। सो गाइस फेरि भेटौँ न, आजको लागि यति नै। फेरि पनि ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। फेरि पनि नयाँ ब्लग अनि नयाँ कन्टेन्ट लिएर आउँछौँ। यतिसम्मको लागि बाई बाई अनि गुड नाइट।